ओम शान्ति। राधे राधे। जय मसी। सबैले सुन्नुहोस्, म ओम शान्तिबाट गढली युनिभर्सिटीको एउटा स्टुडेन्ट हो। यो ओम शान्ति, जसलाई हामी आध्यात्मिक नाम राजस्व अश्वमेध अविनाशी रुद्र गीता ज्ञान महायज्ञ भन्छौँ। र यहाँ स्वयं परमपिता परमात्मा शिवले यस धरामा आएर हामी मनुष्यहरूलाई पढाउँदै बसिन्छ, आध्यात्मिक ज्ञान दिँदै हुनुहुन्छ, राजयोग सिकाउँदै हुनुहुन्छ। उहाँले यो सृष्टिको आदि मध्य अन्तको बात बताउँदै हुनुहुन्छ र स्वर्गको हिस्ट्री जियोग्राफी बताउँदै हुनुहुन्छ, ब्रह्माण्डको कुरा बताउँदै हुनुहुन्छ, 3 लोकको 4 युगको 4 वर्णको बारेमा र आफ्नो स्वयं परिचय र हामी मानवको पनि परिचय दिँदै हुनुहुन्छ। र उहाँको भनाइअनुसार हामी मानवलाई भन्दै हुनुहुन्छ, तिमीहरू शरीर होइन, शरीर विनाशी हो, तिमीहरू आत्मा हो, आत्मा अविनाशी छ, आत्मा अजर अमर अविनाशी छ, यो कहिले मर्दैन, यो एउटा शक्ति हो। शक्ति तिमी भित्रै छ, तर पनि तिमी आफैले देख्दैनौ। साइन्सले पनि यो शक्ति देख्ने कुनै इन्स्ट्रुमेन्ट बनाउन सकेको छैन। तसर्थ म पनि आत्मा नै हो, म परमात्मा हो, मेरो शरीर छैन, मैले शरीर धारण गरिनँ, म पुनर्जन्ममा आएन, जन्म मरणबाट रहित भएँ। तर एक जन्म माने दिव्य जन्म मेरो हुन्छ, जो कि 5000 वर्षको लास्टमा, कलियुगको लास्टमा, जब युक्रेन र रसियाको युद्ध हुने बेलामा, त्योभन्दा पूर्व म यो धरामा आइपुगेको हुन्छु। मलाई थाहा छ कि ड्रामा हुबहु सेम टु सेम रिपिट हुन्छ, नथिङ न्यू। त पहिला जस्तै फेरि पनि हुन्छ भन्ने मलाई पहिले थाहा हुन्छ, किन कलियुगपछि अब अर्को युगै छैन। जस्तो अब बिहान हुन्छ, दिउँसो हुन्छ, साँझ हुन्छ, रात हुन्छ, रात पनि घनघोर रात हुन्छ। त्यो रात भइसकेपछि फेरि बिहान त हुनैपर्छ। त्यस्तै यो कलियुग पनि रात हो, सत्ययुग चाहिँ बिहानी हो, त्रेतायुग दिउँसो हो, द्वापर युग साँझ हो र कलियुग घनघोर रात हो। अब रातपछि बिहान हुनैपर्छ, माना अब युग परिवर्तनको बेला आएको छ। त युग परिवर्तन गर्न, रिन्युअल गर्न, यो पुरानो दुनियाँ नयाँ दुनियाँमा परिणत गर्न म यो धरामा आउँछु र मानवलाई, पतितहरूलाई माने पापीहरूलाई म पुण्यात्मा बनाउँछु, मनुष्यलाई देवात्मा बनाउँछु र सबैलाई म सद्गति दिने भएर म सद्गुरु पनि हो, परम शिक्षक पनि हो। मेरो आफ्नो परिचय दिन्छु। मेरो नाम शिव हो, म ज्योतिर्बिन्दु हो, मेरो रूप ज्योति जस्तो छ, पोइन्ट अफ लाइट छ, सूक्ष्म छ। तिमी आत्माको साइज र मेरो साइज बराबर छ, सेप साइज रूपमा पनि हामी बराबर छौँ, किनकि मेरो बच्चा म जस्तै हुनु पर्यो नि। शरीर मेरो बच्चा होइन। शरीर त 5 तत्त्वले बनेको, यहीँबाट बनेको एक पुतला हो, यो तिमीले लिएको कस्ट्युम हो। र यति भन्दै म फेरि पनि अरू भिडियो बनाउँछु। धन्यवाद। ओम शान्ति।